प्रसिद्ध हो। मैले कसैको मानहानि गरेको थिइनँ। अब लुसिफर भन्ने बालनले सिंहदरबार जलाइदिन्छु भन्दाखेरि त्यसलाई साइबर क्राइम विद्युतीय कानुन लाग्थ्यो कि लाग्दैन त्यो। खगेन्द्र सुनार भन्ने एउटा ठगेन्द्र भाइले तपाईँको चाहिँ गाई काट्नुपर्छ भन्यो, अहिले उसले चाहिँ एआईले बनायो भनेर माफी मागेर यस्तो डराउँछन्। म त हाकाहाकी मैले पब्लिस गरेको हुँ, मैले चाहिँ आवेश भएर गरेँ, म जाहेरवाला भएर गरेँ, अब यस्तो गर्दिनँ भनेर मैले रियल कुरा मैले भन्दै म निस्केर पनि आएँ होइन। त्यसले गर्दाखेरि युवराज सफल जेल पऱ्यो भनेर खुसी हुनेहरू तिम्रो खसी खाएका कुखुरा खाएका अब उधारो तिर्नु छ भाँडा बाँध्न जाउँ। युवराज सफल निस्किसकेको छ, बाघ कहीँ थुनिन सक्दैन। रवि लामछानेले कति महिना तपाईँ माफी मागेर निस्किनु भएको त होइन नि? माफी मागेको होइन, मेरो मुद्दा चलिरहेको छ। के कसो हुन्छ मैले चाहिँ हाजिर जमानीमा परमान नष्ट गर्ने सम्भावना भएन, बाहिरै बसेर पनि मुद्दा लड्न पाउने कानुनी सुविधा छ। त्यो सुविधा मलाई चाहिँ त्यो महाधिवक्ताले मलाई फसाउन खोजे, सुशीला कार्कीले फसाउन खोजे, तर सरकारी वकिल कार्यालय र प्रहरीले चाहिँ युवराज सफल भन्नेको चाहिँ नैतिक मान्छे हो, कानुन हातमा लिने मान्छे होइन, हजारौँ मान्छेलाई न्याय दिने मान्छे हो। यस्तो बाघलाई बाहिर चाहिँ छोडेन भने भोलि स्यालहरूको चकचकी पर्छ। स्यालहरूलाई तलाउन बाघ चाहिँ बाहिरै जानुपर्छ, बाघलाई छोड्नु हुँदैन हामीले भनेर मलाई छोडिदिनु भयो। म धन्यवाद भन्छु र नमस्कार। सोचलाई बुलन्द गर्ने व्यक्ति हुनुहुन्छ हजुर। तपाईँ एक दिन हिरासत बस्नुभयो र हिरासत बस्दै गर्दा त्यो भित्रको परिस्थितिहरू सुधार्नु पर्ने कुराहरू केही देख्नुभयो कि के कसो छ? हिरासतमा तपाईँको चाहिँ एकजना मान्छेले महानगरपालिकाको कुनै समस्यामा एउटा केस हाल्नुभयो, अनि त्यसपछि उहाँले निवेदन दिनु उल्टो यो के लेख्यो भनेर भन्दाखेरि उहाँलाई कुटपिट भयो। कुटपिट भएर पुलिसका न्याय माग्न आउँदाखेरि उल्टो उहाँलाई खोर हाल्दो रहेछ भनेर त्यो पनि मैले बुझेँ। एकजना मान्छेलाई चाहिँ के गरेछ भने अब टन्न रक्सी खुवाएर यति राम्रो कोठा सुत भाइ भनेर अर्कोले लगेर लग्दैछ, अनि उल्टो त्यसलाई चोरी केस हाल्दैछ होइन। यता निर्दोष मान्छेहरू पनि धेरै मान्छेहरू पनि हिरासतमा छन्। अब जेनजी आन्दोलनमा लुसिफरहरूले चाहिँ जेनजी आन्दोलन गर्ने योजना बनाए, जुल्फे सुल्फेहरू चाहिँ प्रधानमन्त्री बन्दै हिँड्ने, तर निर्दोष जेनजीहरू बिचरा फोटो देखाएको भरमा हाउ गरे भरमा धेरै जेनजीहरू चाहिँ प्रहरीमा छन् हिरासतमा। उहाँहरूलाई चाहिँ अविलम्ब रिहाई गर्नुपर्छ भन्ने कुराहरू पनि छ र जेलमा भएका जेनजीहरू यो जुल्फे सुल्फेर जेल हाल्नुपर्छ है दाइ, अब तपाईँको हातमा देश छ सम्हाल्नुपर्छ भनेर उहाँहरूले मलाई चाहिँ आशीर्वाद दिनुभएको छ। त्यसपछि हिरासतमा खाना जो छ अब त्यो सुँगुरलाई कुँडो खुवाएको बरु त्यो राम्रो होला, त्योभन्दा 60 रुपियाँ कि 80 रुपियाँको रे त्यस्तो खाना छ। अब सरकारले बजेट बढाएर चाहिँ हिरासतमा रहेका कैदीहरूलाई खानाको स्तरमा पनि सुधार गर्नु पर्यो। त्यसपछि अर्को तपाईँको चाहिँ यस्तै समस्याहरू चाहिँ छन्। यी कुराहरू मैले हेरेँ। जेल जानसाथ हिरासत जानसाथ दोषी 100% कोही हुँदैन, अनुसन्धान गर्ने हो। अहिले बसाइको लागि चाहिँ एकदम राम्रो छ त्यहाँ होइन। हिरासतमा चाहिँ युवराज सफलले धेरै घुरेको भनेर त्यहाँका चाहिँ हिरासतका साथीहरू सुत्न पनि पाउनु भएन। अब मलाई पनि नगर्नु दाइ भन्ने, उनीहरू पनि मलाई भन्ने, म पनि सुत्न नपाउने क्या। सायद साथीहरूलाई मैले घुर्न यता आएपछि ढुक्क भएको छ। बसाइ व्यवस्थित एकदम राम्रो भयो। मलाई प्रहरीले पक्राउ गर्दाखेरि पनि मर्यादित ढङ्गले हत्कडी नलागिकन लानुभयो र अदालतदेखि लिएर न्यायाधीशले पनि किन ल्याएको उहाँलाई प्रमाणै पुग्दैन उहाँको चाहिँ के हो भनेर पनि 3 दिनभन्दा नथप्नु भनेर न्यायाधीशले भने मैले पनि सुनि। सरकारी वकिल कार्यालय पनि सबैजना वकिलहरूदेखि लिएर आम जनताहरूले पनि तपाईँको चाहिँ मलाई धेरै राम्रो चाहिँ व्यवहार गर्नुभयो। कहीँ सुने मैले मलाई पक्राउ गरेको विरुद्धमा मसाल दिनुहोस् भयो अरे भन्ने पनि सुने। कतिले खसी काटेर खाए अरे 10 वर्ष जाने हो पनि भने अरे। युवराज सफल भनेको चाहिँ सफल हो। कसरी निस्क्यो भन्दा त्यो बिर्को लागो सिसामा कसरी कमिलो भने जस्तो त्यो कमिलो जसरी निस्क्यो युवराज सफल पनि त्यसै गरी निस्क्यो। कुरो त्यही हो।